फर्स्ट हस्पिटल भिजिट इन स्पेन ल म स्पेनमा आएर चाहिँ मैले हस्पिटल भिजिट कसरी गरेँ कसरी मैले औषधि लिएर आएँ भन्ने कुरा ल यसलाई चाहिँ चुपाचुप भन्दो रहेछ अनि ट्रेन हुँदै मेट्रो हुँदै बेच्न लिएर आउँदो रहेछ क्या यो चाहिँ सो मैले त्यहीँबाट लिएर आएको अहिले चाहिँ हालमा पार्कमा बसिरहेको छु आनन्दसँगले अनि एउटा भिडियो बनाएर हालिहालौँ भनेर फर्स्टमा हस्पिटल जानुको लागि चाहिँ इन्भाइरोमेन्टो चाहियो अनि इन्भाइरोमेन्टो भए पछाडि चाहिँ हस्पिटल जानु पायो अनि त्यो इन्भाइरोमेन्टो भइसके पछाडि चाहिँ सिस्टममा अपडेट गराउनु पर्ने हुन्छ त्यो चाहिँ तपाईँ डाइरेक्ट त्यो इन्भाइरोमेन्टको पेपर लिएर गएर हस्पिटलमा गएर तपाईँले सिस्टममा त्यो हाल्न सक्नुहुन्छ त्यसरी तपाईँको एड्रेसमा तिनीहरूले कार्ड पनि पठाइदिन्छ अनि अर्को कुरा भनेको चाहिँ यदि कोही मान्छे यहाँ बस्छ यहाँको इन्भाइरोमेन्टो गरेको छ अनि इनकेस त्यो मान्छे घरमा होला जस्तो लागेन भने अन्त कतै आफ्नो कार्ड चाहिँ अन्त कतै मगाउनु पर्ने छ भने चाहिँ अरू कतैको एड्रेसमा हाल्नुपर्ने छ हस्पिटलको कार्ड आओस् भन्नको लागि छ भने चाहिँ तपाईँले यो साइबरमा गएर उनीहरूले त्यो बनाइदिने एउटा ठाउँ हुँदो रहेछ त्यो ठाउँमा गएर चाहिँ हस्पिटल कार्डको एड्रेस चेन्ज गरिदिनु सिस्टममा भनेर भन्दाखेरि हुँदो रहेछ अनि त्यो अहिले नयाँ एड्रेस कुन एड्रेसमा चाहिँ तपाईँलाई आफ्नो डकुमेन्ट आओस् जस्तो लागेको छ भने यो एड्रेसमा चाहिँ डकुमेन्ट आउने बनाइदिनु सिस्टममा भनेर भनिसकेपछि चाहिँ उसले चाहिँ चेन्ज गरेर कन्फर्मेसन तपाईँलाई दिँदो रहेछ त्यसको फोटो खिचेर राख्नु मोनिटरबाटै त्यहाँ कम्प्युटरबाटै अनि त्यस पछाडि सिस्टममा तपाईँको डाइरेक्ट चेन्ज भएर तपाईँलाई इमेल आउँछ अनि यस्तो भनेर आउँछ तपाईँको सिस्टममा चेन्ज भइसकिसक्यो यो एड्रेसमा अब डकुमेन्ट आउनको लागि सो 15 देखि 20 दिनभित्रमा चाहिँ तपाईँहरूको यो नयाँ एड्रेसमा चाहिँ तपाईँको डकुमेन्ट आउँछ हस्पिटल कार्ड आउँछ भनेर भन्दो रहेछ अनि त्यति भइसके पछाडि तर अब म 15-20 दिन वेट गर्नु सक्दिनँ हस्पिटलको लागि है मलाई अहिले तुरुन्तै जानुपर्ने छ भने मैले के गरेँ भने मैले इमेल आयो मलाई मैले त्यो इमेल राखेँ अनि मैले ऱ्यान्डम हस्पिटलमा म गएँ जुनसुकै भए पनि म त्यहाँ नजिकको हस्पिटलमा गएँ अनि गएर मैले त्यो इमेल देखाएँ इमेल देखाइसके पछाडि त्यो हस्पिटलले भन्छ तेरो यो हस्पिटलमा हुँदैन यदि हाम्रो त्यो लोकेसन परेन भने तेरो यो हस्पिटलमा हुँदैन यो हस्पिटल जा भनेर अर्को हस्पिटलको लोकेसन दिन्छ क्या एड्रेस दिन्छ अनि त्यो दिइसके पछाडि म चाहिँ यहाँ मेरो घर छेउको नजिकको हस्पिटल गएको थिएँ उसले चाहिँ यो हस्पिटलमा तेरो होइन तेरो चाहिँ यो हस्पिटलमा जानुपर्छ भनेर भन्यो एड्रेस दियो अनि त्यो एड्रेस लिएर म अर्को हस्पिटलमा गएँ अनि त्यो हस्पिटलमा गएर लाइन लाग्यो टोकन लिएर अनि मैले त्यो इमेल देखाएँ हेर यस्तो यस्तो इमेल आएको छ भनेको कार्डको लागि रिअप्लाई गर्नु परेन त्यो भइसकेको छ अब तर म चेकअपको लागि आएको भनेर भने अनि उनीहरूले सिस्टममा चेक गर्छ अनि चेक गरिसके एकछिन टाइम लिन्छ अनि चेक गरिसकेपछि हाम्रो डिटेलहरू सिस्टममा देखिसके पछाडि ल ठिक छ भनेर भन्छ अनि केस हेरेर डक्टर भिजिट गर्नुपर्ने अवस्था छ कि छैन हेरेर मेरो चाहिँ डक्टर भिजिट गर्नुपर्ने अवस्था थियो किन भन्नुहुन्छ भने मलाई चाहिँ थाइरोइडको बिरामी छ यहाँ होइन अनि त्यो भएको कारणले गर्दाखेरि एभ्रिडे मैले दबाई खानुपर्छ मेरो दबाई चाहिँ सकिसकेको थियो 2-3 विक भइसकेको थियो मैले दबाई खाएको थिइनँ सो मैले त्यही एक्सप्लेन गरेँ अनि त्यो एक्सप्लेन गरेपछि उनीहरूले एउटा चिट काटेर दिँदो रहेछ मैले गएको हस्पिटलमा चाहिँ एकदमै राम्रो रहेछ अनि त्यो चिटमा के लेखेको रहेछ भन्दाखेरि वक इन आउनेहरूको लागि पनि प्रायोरिटी दिने यदि सन्चोर विषय अब त्यो हेरी केस हेरी को अगाडि को पछाडि आएको कुरा मतलब भएन यस्तै लेखेको छ मैले इङ्ग्लिसमा ट्रान्सलेट गरेर हेरेको मलाई यति मन पर्यो त्यो है को अगाडि आयो को पछाडि आयो त्यो मतलब भएन कसको पाली अगाडि आउनुपर्छ भनेर त्यो लाइनमा कति बेर बसेको त्यो कुरा मतलब भएन केस हेरेर त्यसलाई प्रायोरिटी दिन्छ वक इनमा आउनु पनि पायो भनेर त्यो लेखेको छ यस्तो दामी लेखेको छैन म त त्यसले त मेरो मनै छुयो क्या त्यो चिटमा अनि उसले मेरो कुरा बुझ्यो अनि बुझेर नै मलाई चिट लाग्यो त्यति बेलै अनि अब कति 15-20 मिनट मैले वेट गर्नु पर्यो डक्टरको लागि यो रुममा यो फ्लोरमा यो रुममा जा तेरो डक्टरको नाम यो हो भनेर लेखेर मजाले चिट दिँदो रहेछ अनि म माथि गएर वेट गरेँ अब मलाई इङ्ग्लिस मात्रै आउँछ उनीहरूलाई स्पेनिस बोल्ने तैपनि ट्याटा टुटु ट्रान्सलेट गरेर यताउति गरेर मैले बुझाएँ
अनि माथि गएर डक्टर भेटेँ डक्टरले चेकहरू गर्यो अनि अब ब्लड टेस्टहरू गर्नको लागि चाहिँ मलाई अलिक पछि बोलायो किनभने अब अहिले मैले दबाई नखाएको लामो समय भयो अनि त्यसले गर्दा चाहिँ तँलाई अब धेरै नै अब हाईहरू देखाउँछ अनि बरु 1 महिना दबाई खाएर हेर म दबाई लेखिदिन्छु भन्यो अनि दबाई खाएर हेर अनि त्यसरी यो तारिक चाहिँ ब्लड टेस्टको लागि आइज भनेर भनेको छ अनि पहिला मैले जे डोज खाइरहेको थिएँ मेरो हिस्ट्रीहरू सोधेर त्यही डोज उसले लेखेर दियो अनि उसले चाहिँ त्यो दबाई लेखेर दिँदाखेरि चाहिँ म कार्डमा हालिदिन्छु भन्छ नि त अनि कार्ड मेरो म पास आइसकेको छैन नि त 15-20 दिन लाग्छ कार्ड आउनुको लागि अनि मैले डक्टरलाई भने मसँग कार्ड आइपुगेको छैन त्यो अब 15-20 दिन लाग्छ आउनुको लागि सो मलाई प्रिन्ट गरेर लेखेर दे भनेर भन्नुपर्छ प्रिस्क्रिप्सन लेखेर दे भनेर अनि उसले प्रिन्ट गरेर दिन्छ क्या अनि प्रिन्ट गरेर दिइसके पछाडि जहाँ पनि आफ्नो फार्मेसीमा गएर दबाई लिन पायो अनि त्यो दबाई लिएर आएर मैले खाँदैछु अनि सबसे बेस्ट राम्रो कुरा भनेको चाहिँ यहाँको मान्छेले चाहिँ इङ्ग्लिस जान्दैन नजाने पनि उनीहरूले ट्राई गरेको क्या बुझ्नको लागि ट्राई गरेको के भन्दैछ भनेको फरेनरहरू हो यिनीहरूलाई हाम्रो भाषा आउँदैन भनेर त्यो डिसेन्ट भएर सुनेको बुझ्नको लागि ट्राई गरेको आई लभ दिस वान सबसे बेस्ट लागेको कुरा अनि यो चाहिँ मेरो एक्सपिरियन्स हो अनि मैले दबाई लिएर आएर मैले अहिले दबाई खाइरहेको छु मेरो अब सेप्टेम्बरमा छ मेरो सेप्टेम्बर 1तिर छ मेरो ब्लड टेस्ट अनि टाइम चाहिँ लाग्छ तर यदि तपाईँहरू अर्जेन्ट हुनुहुन्छ तपाईँलाई आवश्यकै परेको छ उनीहरूले बुझ्यो भने तुरुन्तको तुरुन्तै पनि हुँदो रहेछ सो मलाई चाहिँ यो कुरा मन पर्यो अनि यो तरिकाले चाहिँ कतिलाई यो सिस्टममा परिवर्तन गरेर यसो गरेर जानुपर्छ भन्ने कुरा थाहा छैन यो चाहिँ जुन चाहिँ यो भिडियोबाट थाहा हुन्छ होला तपाईँहरूलाई लागेको कुरा पनि मलाई प्रश्न गर्न सक्नुहुन्छ मैले जानेको कुरा मेरो एक्सपिरियन्सहरू म तपाईँहरूलाई सेयर गरिरहेको हुन्छु सो प्लिज डु वाच माई भिडियो कमेन्ट प्लिज अनि त्यसरी फलो पनि गर्नु न हो साथीहरू मेरो एक्सपिरियन्स हो म तपाईँलाई सेयर गरिरहेको हुन्छु मेरो एक्सपिरियन्सले पनि त तपाईँहरूलाई केही कुरा बुझाउँछ सिकाउँछ होला होइन त सो सिक्न त कहिले पनि छोड्नु हुँदैन तपाईँलाई लागेको प्रश्न सोध्नु सक्नुहुन्छ म जहिले उत्तर दिन्छु ढिलो चाँडो हुनसक्छ त्यसको लागि सरी सो लेट्स चेयर्स चुप्पा चुप मिठो छ